थामिराख भन्नुपर्छ के हबरिङ भन्छ हबर गरिराख त्यहाँदेखि फेरि यसरी कि अब डाउन गर्ने कि कोही हुन्छ हेली ह्यान्डलिङ भनेको यहाँ चाहिँ हेलिकप्टर राख्ने अरे इमर्जेन्सीको भनेर अनि हामी हार्बे हस्पिटलमा आएको कि अनि झन्डाको पनि वर्णन गर के त्यो त वर्णन गर्नु नगर्ने टाइम डाइरेक्सन देखाउने डाइरेक्सनको रहेछ हेलिकप्टरको हवाई जहाजहरूको हेलिकप्टर हावा आएको हेर्नु न हावा के मेरो मोबाइल नै त्यो चाहिँ सिभिल हस्पिटल अरे यो चाहिँ 2-3 कति वर्ष भयो यो भर्खर नयाँ बनाएको यो चाहिँ हामी हस्पिटल आएको यहाँ टाइम छ के अनि टाइम वारपार थियो थाहा छ नि थाहा छ त थाहा छ नि मलाई पनि ठुलो छ नि ठुलो छ बढी कति छ कति ठुलो एरिया छ नि कति छ यहाँ आएको 2 जनाकै थियो आज अनि पाएको भइसक्यो मेरो चाहिँ 2 बजे छ मेरो अनि 2 बजेसम्म त के गर्दै बस्नु भनेर यता निस्केको यता सिभिल हस्पिटलतिर घुम्नु गएको यो हार्बे हस्पिटलकै यतापट्टि हो यो चाहिँ सिभिल हस्पिटल अरे भन्दै हुनुहुन्छ हामी यसरी जाँदैछौँ चिसो चिसो छ मौसम न्यानो माया देऊ न चिसो आउनु थालिहाल्यो युकेमा तर पनि आज चाहिँ राम्रै छ वेदर यस्तो छ है युकेको पाइलटले नि हामीले सिग्नेचर गरेर उल्टा उल्टा उसको पुछारहरू घुमाइदिन्छ कि कम्ताबाट हुन्छ ट्रेनिङ गर्नुलाई पुरै यसो गरे उता अर्कोपट्टि गर्छ यसो गर्छ त्यहाँदेखि पाइलटलाई अब ठिक पसिसकेपछि यसो गरेपछि मात्रै अब त्यहाँ सिग्नल सक्यो भनेपछि पनि यसो